पैसा छैन यार, के चाहिँ गर्ने होला, कसरी जोगाड गर्नु, कसलाई चाहिँ मुर्गा बनाउनु हो। यही बेला कोही मुर्गा आए त हुन्थ्यो नि यार, के गर्नु खै। एउटा घर लिने विचार गरेको, कहाँ चाहिँ लिने होला। यही बेला आउनुपर्ने पैसा पनि आएन, के चाहिँ गर्ने होला त अब यार। के चाहिँ गर्नु हौ, अब खाइ कसलाई चाहिँ भन्ने होला। मेरो एउटा साथी थियो यार, घर जग्गा सम्बन्धीको काम गर्ने। यही बेला एक दुईजना मुर्गा भेटेदेखि त साह्रै हुन्थ्यो। यसलाई चाहिँ फोन गर्नु पर्यो यार। कसले चाहिँ फोन गर्यो? हेलो, के छ विशाल, हाल खबर? यार ठिकै छु यार। कता छौ है तिमी? म घरमै छु। तिमीसँग एउटा काम थियो, यसो घरको विषयमा। ए हो र? भइहाल्छ नि, आऊ न। ल म आएँ है त। ल म भित्रै छु, घरमै छु, आऊ न है। ल म बसिरहेको छु। ल ल ल ल ल ए ल ल ल ल ल पैसाको जोगाड लाग्ला छ। पैसा ही पैसा होगा। ए आइपुग्यौ? आएँ त। के छ? ठिकै छ। बस। अनि के रे मैले के घरको विषयमा कुरा गर्दै थिएँ, के घर किन्ने भनेको? यार विशाल यसो हेरौँ कि भनेर, यसो सस्तो मस्त पाउँछ कि भने यसो हेरौँ कि भनेर। गोलमाल है भाई, सब गोलमाल है। ए अनि कतिसम्म लिने विचार गरिरहेको छ? खै धेरै त सकिन्न होला, यसो 40-50 लाखको यसो हेरौँ कि भनेर। यसो 40-50 लाखसम्मको? यसो गर नि त, एउटा मसँग कोलोनी छ होइन, घर एकदम बेस्ट, एकदम राम्रो, सस्तो पनि राम्रो पनि, बाटोघाटो सब पिच होइन, सबै पिच बाटो, गाडी साडी सब भएको। त्यो 800 त? पार्किङ सार्किङ सबै छ। सबै तिमी यसमा चिन्तै नगर, तिमीलाई पार्किङदेखि लिएर गाडीदेखि लिएर बाटो पिच पानी बिजुली सब। कति तला जति छ होला? 2 तला। 2 तला? ए ठिकै छ नि त, हेरौँ नि त कस्तो छ। मेरो एकजना साथी छ हेर है, एकदम मेरो विश्वासिलो पात्र हो। ऊ त्यहाँको ह्यान्डल सबै उसले गर्छ। त्यसलाई फोन गरेर सोधौँ के कस्तो छ होइन। फेरि यस्तो छ कि ऊ एकदम बिजी हुन्छ, अनि त्यो घर सबै बुकिङ भइसकेको छ। मेरो हिजो मात्रै कुरा भएको थियो, अनि मसँग कुरा गरिरहेको थियो। एउटै दुइटा मात्रै खाली छ कि भन्ने कुरा गर्थ्यो। म उसलाई सोध्छु, अनि फोन गरेर म कुरा गर्छु है। ठिक छ नि त, फोन गर्छु है त। ए म फोन गर्छु ल त्यसले एकचोटि। ल हेलो, ओइ कहाँ हो तिमी? ए म रुममै आराम गरेर बसिरहेको छु यार। एकजना यार मुर्गा आइरहेको छ कि यहाँ। ए हो र? मुर्गा एकजना यसो लिएर भेटिरहेको छु होइन। त्यसलाई चाहिँ तिमीले अस्ति भनेको थियौ नि, कोलोनी के यसले जोगाड गरेर 2-4 पैसा कमाऊ हो। कहाँ छ तिमी? ए म रुममै आराम गरेर बसिरहेको छु यार। घरमा सुतिर? ल त्यसो म यस गर नि त, कहाँ भेटौँ? ए त्यो पहिला ठाउँमा लिएर आउनु न। त्यही? ल त्यसो भए तिमी त्यहाँ छौ, म उसले लिएर त्यहीँ आउँछु है त। त्यो त मिलाएर बोला नि, त्यहाँ फेरि मान्छे भत्केला अस्ति जस्तो होला। ओके ल लिएर आउनु, छिट्टो लिएर आउनु ल। मिलाएर बोला है तिमीलाई। ल ल ल ल मुर्गा हान्नुपर्छ त। मुर्गा भेटे यार आज त, अब टिकै दिन भएको थियो, पैसा यसो हातमा नपरेको। आज मोज हुने भयो।
ल पुरा भयो मेरो होइन त्यो साथीहरू फिल्ममै रहेछ अनि उसले चाहिँ त्यति लिएर आउनु भनेको छ के गरेर जाउँ त ए हुन्छ नि जाउँ त ल घर हेरौँ त्यहाँ अनि त्यहाँ गएर बाइक पनि त्यहाँ गरौँ होइन ल जाउँ ल जाउँ ल जाउँ बाटो यही हो हेर्नुहोस् हजुर गार्डन सार्डन यही छ देखिहाल्नु भयो के अरे फुटबल ग्राउन्डदेखि लिएर गार्डनदेखि लिएर बिजुली पानी बत्ती अक्रम बक्रम सब होइन कस्तो लाग्यो त बाटो ठिक रहेछ पार्किङ सार्किङ अब गार्डन सार्डन तर अब घर चाहिँ अगाडि छ त्यो त अगाडि कहाँ हो। चाहिँ के छ सब बनावटी सबै यस्तो एउटै हो कलर अलिक फरक छन् यो पुरै कोलोनी होइन सबै कोलोनी सब कोलोनी सबै बेच्ने होला है सबै बिक्री भइसक्यो तपाईँको लागि मात्र राखेको छ एउटा त्यहाँ सब बिक्री भइसक्यो ल हेर्नुहोस् बाटो पिच गार्डन हेर्नु बस्ने ठाउँमा टायल छैन त एकदम सुविधा त ठिक रहेछ अँ, तर अब घर जाउँ अँ, हेरौँ अँ। कस्तो के छ साथीलाई कहाँ भेटिन्छ अँ, गएर कुरा गरेर अँ। अनि यसो बसेर कुरा गरौँ नि त ल, ठिक छ। घर हेरौँ ल जाउँ अगाडि साथी छ के अरे अगाडि जाउँ त्यहाँ बसेर गफ गरौँ है ल जाउँ ल ल अत्तरीका अझै आइपुगेन यार केटाहरू यति बेला त आइपुग्नु पर्ने नि के समय भइसक्यो हिँडेको त उहाँबाट आइपुग्नु पर्ने यति बेला यस्तो त्यहाँ हतार भइसक्यो यार आफूलाई चाहिँ यहाँ पैसा कमाउन यार फेरि यतैबाट आउने त होइन र कि आज यताबाट आउँछ आइपुग्नु बेला भयो होला ल सबै कुरो यही ए आइपुग्यो तिमीहरू ल कुरा त्यही हो होइन देखिहाल्नु भयो बाटो सोध्नु कुरा जाउँ भेटौँ होइन आयो आइपुग्यो ल के छ पर्खिँदा हो त यार म त अनि ल उहाँलाई हो है घर सर देखाउने अनि म भनेको थिएँ नि फोनमा उहाँनै हो बाँकी कुरा छँदैछ ल उहाँनै हो ल ल जाउँ अब यसो हेरौँ घर चाहिँ सबै यो सबै अब बिकिसकेको हो होइन ल केही हो के अरे ल अब तपाईँलाई घर चाहिँ यही हो होइन हेर्नुहोस् अब भित्र बुझ्छ बुझ्दैन के कस्तो लाग्छ अब यो उनीहरूको घरहरू चाहिँ सबै बिकिसकेको यो उतापट्टि अघि सबै देखाउँदै ल्याउनु भयो होला सबै बिकिसकेको हो अन्तिम यो एउटा घर बाँकी छ यो पनि तपाईँले उहाँले भनेर साथीले भनेर मात्रै यो पनि एउटा राखिदिएको नभए पनि बुक भइसकेको थियो जति पनि देखाउनु भएको छ नि तपाईँ यो लाइनमा पछाडि नि सबै गइसकेको छ बाँकी यो मात्रै भनेपछि यो एउटा मात्रै भयो एउटा त्यो पनि धन्न उहाँले साथीले भनेर मात्रै एउटा पनि रहिएको तपाईँकै लागि भनेर एउटा स्पेसल राख्दै गयो हाम्रो ए ठिक छ घर त ठिकै रहेछ अनि यसको टोइलेट बाथरुम चाहिँ सबै यहाँ टोइलेट बाथरुम सबै एटेच हो 4वटा एसी पनि छ 4वटा रुम हो 2 तलाको हो होइन उहाँले भनिसक्नु भयो होला बकैदा एटेच बाथरुम हो एकदम बवाल छ होइन यही हो ल चित्त बुझ्दै बुझ्दैन सबै बेला तपाईँ बाहिर निस्किनु पर्दैन एसएसबी लिएर घर एसी हेर्नु यदि गार्डन हेर्नु अगाडि बाटो हेर्नु होइन चित्तै बुझ्यो ठिक छ चित्त बुझ्यो यो त बुझ्यो अब पैसा रेट सबै कुरा भनिसकेको छु के अरे होइन अब बैनाबाट गर्ने कि घर हेर्ने पहिला यस्तो गरौँ न बैनाबाट गरौँ बैनापट्टा गरौँ ल होइन घर हेर्नु घर यही हो घर एरिया बैनापट्टा गरौँ ल हात पनि यहाँले सिलाइसक्यो तपाईँ चाहिँ घर हेर्नु घर बेटी यहीँ हुनुहुन्छ भित्रै हुनुहुन्छ होइन तपाईँ हेर्दै गर्नुहोस् यही हो ढुक्क ढुक्कले तपाईँ ढुक्क पर्दा हुन्छ विश्वासको साथ काम अहिलेलाई चाहिँ ल बैना चाहिँ गरौँ के अरे ल कति छ यसमा 1 लाख हो है बैना 1 लाख भयो 1 लाख रुपियाँ महिना भयो हेर्नुहोस् है ल ठिक छ ल ठिक छ ल ल हामी घर यही हो हेर्नुहोस् एसी सबै छ ल हामी लाग्छ फेरि पछि भेटौँ है ल ल ल हामी लाग्यौँ है त ल गोलमाल है भाई सब गोलमाल है जे होस् घर चाहिँ भने जस्तै पाएँ एसी सेसी पनि रहेछ यो 4वटा एसी रहेछ एसीहरू सबै एटेच बाथरुम सबै ठिक रहेछ जे होस् भने जस्तै रहेछ एकचोटि माथि गएर पनि हेर्छु आज त सही मुर्गा फेला पारे यहाँ बसेर हालो बुढो छोडिदिउ न ल पैसा हाम्रो हेरौँ त ल मैले पैसा हालेँ ल हेर भाइ फेरि गएको पहिलोचोटि फेरि तिमीले अलिक बढी लगेको छ भने यसमा चाहिँ मलाई त्यहाँ चाहिन्छ फेरि अलि मिलाएर कहाँ त्यस्तो हुन्छ
कहाँ यार कहाँ यहाँ मैले सबै कुरा यहाँ सेटल मिलाउनु परेन अनि अनि मैले पनि त यत्रो मान्छे त्यहाँ खोजेर यार लिएर आएको छु तिमी कहाँ अनि तिमी यस्तो भनेर हुन्छ मैले चाहिँ त्यहाँ कस्तो मिलाउनु पर्यो आँखा त अनि तपाईँ मान्छे लिएर आएको त अनि यार यार। मिलाउनु न यार 40% दिन्छ क्या यार मान्छे लिएको ठुलो कि मिलाएको ठुलो मान्छे लिएको ठुलो हो नि त पहिला यार त्यसो कहाँ हुन्छ यार त हुँदैन भाइ मलाई अलिक बढी चाहिन्छ फेरि अब कहाँ यसरी बाँचेर हुन्छ अब यत्रो यहाँ मैले यहाँ चाहिँ यहाँ जस्ट दुनियाँदारी सेटिङ फिरेर यहाँनिर अब कुरा मिलाएर चाहिँ यहाँ यसरी गरिरहेको छु कम गाह्रो छ मलाई पनि यहाँ होइन होइन गएको पहिलोचोटि पनि तिमीले अलिक बढी पैसा लगाएको छौ होइन यसपालि चाहिँ अलिकति मलाई बढी चाहिन्छ है मैले भनिदिएको छु फेरि अब यसो पछि काम गर्नु मन छ कि छैन कहाँ फेरि त्यस्तो तपाईँले अब यसो गरौँ ल आधा आधा गरौँ न त आधा 40% पनि होइन 50-50 गरौँ होइन नि यार मलाई 60% चाहियो नि मान्छे लिएको मान्छे म नि यार कहाँ ए ल तपाईँले पनि त लिएको छ मैले पनि त गरेको छु यहाँ मिलाएको छु कम गाह्रो छ मलाई पनि यहाँ त्यसरी दुनियाँ नाम काटेर मलाई यहाँ दले भनेर बिजोकै बनाइसक्यो यहाँ यार त्यसरी मलाई थाहा छैन भाइ मलाई 60% चाहियो तिमी 40% राख अरू पनि मलाई थाहा छैन भाइ थाहा छैन 60-40 गर 40 राख 60 मैले दियो त्यस्तो हुँदैन नि कहाँ 50-50 गरौँ अन्तिम है अब लिने भए लिनु नभए म चाहिँ लागेँ हुँदैन भाइ त्यस्तो हुँदैन है लिने भए लिनु मान्ने भए मान्नु है म लागेँ है हुन्छ कि हुँदैन 50-50 कस्तो म मान्छे हिँडेँ यार? आछि। गएँ नमान्ने भयो खल्ली बल्ली हिँडेँ म यो घर चाहिँ भने जस्तै रहेछ है यो विद्यालय घर के गर्नु भएको दाइ ए यो घर मैले बैना मारेको थिएँ बैना? अन्त यसो हेरेको हजुर यो घर त मेरो हो त बैना कसलाई दिनुभयो तपाईँले दुईजना थियो अनि मलाई यही घर देखाएको थियो बैना सैना मारेको हो एउटा मोटो मोटो एउटा पातलो मान्छे थियो चिन्दै नचिन्ने मान्छेलाई तपाईँले अनि कसरी बैना उयो गर्नुभयो त यो घर त होइन त म हो त ल ए हो र एउटा पातले पातले एउटा अलिक ज्याङ्गो ज्याङ्गो मोटे मोटे हजुर चल्ने मोटो चल्ने मोटो थियो एउटा पातले थियो दुईजना थियो बैना तपाईँसँगै दिनुभयो हजुर तपाईँले अलिकति फसाउनु भएछ नि यो घर त होइन त म हो त कसरी फसाउँछ र मलाई त यही घर भन्थ्यो तिनीहरू त यो गाउँको त एकदम दलाली एकदम चोरहरू फटाहरू हुन् अस्ति त तपाईँलाई त्यस्तोलाई विश्वास गर्ने यो त मेरो घर हो यो घर तपाईँ चिन्दै नचिन्ने मान्छे तपाईँलाई फसाउनु भएछ नि बुढा हो तपाईँ त यार तपाईँलाई एकदम फसाउनु भएछ त्यो दुईजना त एकदम दलाली एक नम्बर चोरहरू हो